we are going picnic to friends हैन यहाँ एकजना group guys हेलो लभ यु अनुतालाई बोलाउ र बुझ्छ ल हेर गाइस त्यही हो कलेक्सन भन त हामी कहाँ आयौँ मलाई कस्तो पेट मन्दिर आयौँ यो मन्दिर आएर अब हामी पारि जाँदैछौँ खाजा खानलाई हामीहरू होइन हेर त हामीहरू मन्दिर ढोगेर अब फर्केको ओइ कस्तो उकालो हो र गाइस उकालो चढ्नु पर्यो हो अब हामी चाहिँ यहाँनिर यो मन्दिर आएको थियौँ म अलिकति के अरे म अलिकति भिडियो हाल्छु त्यहाँभित्रको मन्दिरभित्रको फोटोहरू हाल्छु इन्स्टाग्राममा गाइस टिका लगाएर कस्तो ल गाइस बिन्ता र म हिँड्दा छौँ दुईजना पछाडि छ स्न्याप बनाऊ के बनाऊ गएर फर्केको अनि अब हामी त बाघबाट जान्छौँ कहाँ खोइ बाघ पनि कस्तो नराम्रो यसलाई राम्रो आउनु पर्ने छैन नि त उहाँमा चाहिँ एउटा बाघ पछि हामी म आएको मन्दिरमा आएको हो अनि यहाँ चाहिँ देख्न सक्नुहुन्छ यहाँ बाघ छ मैले चाहिँ त्यो पहिला आइसकेको यहाँ बाघ छ बाघ हेरेर त मेरो गाउँ त्यो चाहिँ हाम्रो सर्विना 60 मिनट एउटा फोटो खिच्नु जङ्गली जङ्गल लिएर आए यार तपाईँहरूलाई म सानो झर्ना देखाउँछु ल सानो झर्ना हाम्रो सानो झर्ना है हाम्रो त्यस्तो ठुलो छैन सानो झर्ना होला धेरै होइन जस्ट 4 के भने मैले जस्ट सानो झर्ना ठुलो चाहिँ हामीले पारिरहेको छ थ्याङ्क ल ल म फोटो खिच्न गएको सबजना अगाडि अगाडि गइसक्यो हामी 4 जना चाहिँ पछाडि गयौँ क्या त्यही पनि यिनीहरूलाई पुगेको छैन सबजना अगाडि पुगिसक्यो हाम्रो ग्रुप बनाएको रे होइन हामी जस्ट आज घुम्न जाने ग्रुप बनाएको आज हामी घुम्न जाने ग्रुप बनाएको हामी 6जना ग्रुप बनाएको 2जना कहाँ हो थाहा छैन 7जना ग्रुप बनाएको 3जना कहाँ हो थाहा छैन 4जना यहाँ छ So what the hell guys कस्तो रेणुका मेरो देखाउनु नि लौ
अब म ल पुग्यो होइन त्यही पनि यिनीहरू हेर यहाँ अर्कोलाई हेर भर्खर उगेको मलाई पनि गाह्रो भइरहेको छ अब जाने हो त गाइस हामी नाचेर होइन भर्खर बसेको कि नाचेर अनि गलेर भर्खर बसेको हामी भर्खर बसेको मेरो स्वर यस्तो भएको छ नि अनि झन् यो खाएको गर्मी भएर करिना र म करिना त्यही हो पिकनिक आउँदाखेरि चाहिँ बोयफ्रेन्ड लिएर आउनु इज भेरी इम्पोर्टेन्ट है गाइस जहाँ हेरे पनि यहाँ कपल्स मात्र छ भने सब हामीले बजाएको गीत यता अर्को स्कुलको पनि बजाइरहेको अब चाहिँ हाम्रो लास्ट होला अब यहाँ खाना खाएर अनि वी आर गोइङ होम तर ओइ गाइस अन्त के भनौँ भयो त्यही हो अब बिहान ब्रेकफास्ट गऱ्यौँ अनि दिउँसो के भन्छ है त्यसलाई खै के खायौँ कच्चाकुच्ची ब्रेडहरू खायौँ बिहान ब्रेड चना अन्डा अनि दिउँसो के अरे त्यो के अरे त्यो भुजा जस्तो के अरे त्यो मलाई भन्नै आएन के पो भन्थ्यो के पुरुन दाना खायौँ पुरुन दाना अनि आलु अनि मासु ब्राउन मासु त भन्नुपर्छ है मासु पढ्नलाई यार साथी हाँसेर अब खानामा चाहिँ के हुन्छ म अहिले एकछिनमा देखाउँछु ल फेरि मर्न लाग्यो गाइस यार हाँस्दा यहाँ के गर्नु साथीहरू गाह्रो छ ओइ सुन न अहिले जाँदा A few moments later. खोइ त हामी दिवाली भन्छ Happy हामी झरिसक्यौँ अनि अब हामी सियोरहरूलाई कुदिरहेको छौँ उनीहरू भर्खरपट्टि आइपुग्यो अरे अनि हामी चाहिँ भर्खरै ओर्लेको मेरो स्वर चाहिँ यस्तो भएको छ त्यही फेरि म भ्लग बनाउँछु म कम्प्लिट गर्छु भनेको अनि यहाँनिर 4जना छन् ओइ 4जना यता हेर न
मनिता हामी पुग्यौँ होइन अघि पुगेको अब हामी मलाई त होइन गाडीमा नाचेको चाहिँ भिडियो पठाइदियो हामी सियन बाबालाई कुरिराख्यो भने दिप्सन दिप्सन बराले अनि सोभ श्रेष्ठलाई सियन पनि भनेको भए त हुन्थ्यो होला नि होइन ल यो हिमाल घर जान लागेको छ अनि यिनीहरूको पैसा मागिरहेको यिनीहरू अनि हामी चाहिँ ठ्याक्कै स्कुलको साइडमा आइपुगेको छौँ अब हामी उता तलनिर गएर बस्छौँ स्कुलको गेटनिर नै बस्छौँ हामी अनि म ठ्याक्कै तिनीहरू आउने बित्तिकै म कल गर्छु कालीलाई अनि काली आउँछ अनि म हस्पिटल जान्छु दिदीलाई हेर्न र बच्चालाई हेर्नु अनि त्यहाँ गएर अनि पछि म घर फर्किन्छु अनि भोलि म स्कुल आउँदिनँ किन म यस्तो घाँटी स्वर लिएर म आउन चाहदिनँ जुन दिन घाँटी निको हुन्छ त्यही दिनमा आउँछु म म भोलि दिनभरिमा त घाँटी म ठिक गरेरै छोड्छु जसरी पनि तर गाइज यार मेरो स्वर लास्ट भएको छ के अब भ्लग चाहिँ यहीँनिर इन्ड गर्नुपर्ने छ यो चाहिँ इन्ड भ्लग मात्रै हो त्यही नै हो ओइ इन्ड गर्न लाग्यो साथीहरू अब चाहिँ हामी स्कुल आइपुगिसक्यौँ होइन यति रमाइलो गरेको छौँ हामीले यति रमाइलो गरेको छ कि मेरो स्वरै सुकिरहेको छ सोको कुरै नगर्नु सुफुस्किन मात्र बाइक थियो यस्तो कुराहरू गर्नु हुँदैन अनि तर के गर्नु ल त्यही हो अब ल यतिसम्म हेर्दैन भएकोमा धन्यवाद मरी कोटी धन्यवाद कोटी प्रणाम हुन्छ हो तर कोटी धन्यवाद ल बाई बाई हामी गएको यहाँ तल गेटमा त नबस्नु यार ल बाई बाई